टायर पल्टर हुन्छ, अब टायर चेन्ज गर्नुपर्छ है। वर्कसपमा लाँदैन कन्फ्युज है, कन्फ्युज चाहिँ त्यही गर्नु आफूले चाहिँ ट्रेन बोलाएर ट्रेनदेखि काम गर्नु तयार। अब 2 लाखको बिटा माथि टोकरीमा चढेर माथि बसेर नआइज विदेश नआइज गाह्रो हुन्छ केटा हो, नआइज केटा हो। ट्रेनमा चढेर माथि माथि जाँदा चाहिँ डर लाग्दो रहेछ, मुटु थरर कामिरहेको छ केटा। तलदेखि काम गर्दा गर्दा हप्लेस भएर पानी प्यास लाएर पानी दिने कोही पनि छैन है। माथिदेखि तल झर्नुपर्छ पानी खानु। अब चाहिँ क्रेनको काम सकिसक्यो है। अब क्रेन चाहिँ अब डाउन हुँदैछ। स्वागत छ है साथीहरू यहाँहरूलाई मेरो भिडियोमा। ल अब म चाहिँ रेडी भयो ड्युटी जानु लाग्यो है साथीहरू। बिहानै बिहानै साथीहरूसँग सँगै हिँड्दै गर्दैछौँ। ल अब हामीहरू चाहिँ अब गाडी रेडी हुन्छ। सो अब हामी चाहिँ काम गर्ने ठाउँमा जाँदैछौँ। अब काम गर्ने जान चाहिँ थोरै टाइम लाग्छ हामीलाई त्यहाँ पुग्नको लागि चाहिँ है। साइडमा पुग्न थोरै टाइम लाग्छ। ल अब हामी चाहिँ जाँदा जाँदै बाटोमा टायर पल्टर हुन्छ, अब टायर चेन्ज गर्नुपर्छ है। वर्कसपमा लाँदैन कन्फ्युज है, कन्फ्युज छ केही गर्नु आफै बनाएर जानुपर्छ। सो हामीहरू चाहिँ अब बनाएर फाइनली साइडतर्फ जाँदैछौँ। सो अब हामी चाहिँ साइड पुगिसकेका छौँ। यो चाहिँ आज धेरै माथि भएको कारणले गर्दा गाह्रो छ। उता साथीहरू चाहिँ काम सुरु गरिसकेको छ। अब यो माथि भएको कारणले गर्दा चाहिँ हामी ट्रेन बोलाएर ट्रेनदेखि काम गर्ने तयारीमा छौँ। सो ट्रेन आइसक्यो। ल के गर्नु अब 2 लाखको बिटा माथि टोकरीमा चढेर माथि बसेर काम गर्नुपर्छ है। केटा हो नआइज विदेश नआइज गाह्रो हुन्छ केटा हो, नआइज केटा हो। देख दाइले कसरी काम गर्छ केटा हो। नेपाल आउँदा रक्सी खान माग्छस् नि केटा हो। लौ माग अब देख दाइको काम कसरी गरिरहेको छ तेज केटा हो। केटाहरू चाहिँ तल काम गर्दैछ है। के गर्नु विदेश हो, 2 लाखतिर आएको। क्रेनमा चढे पनि जेमा चढे पनि 2 लाखतिर राखिएको छ। जे भन्छ हस् हजुर भन्नै पर्यो, काम गर्नै पर्यो। के गर्ने हजुर। क्रेनमा चढेर माथि माथि जाँदा चाहिँ डर लाग्दो रहेछ, मुटु थरर कामिरहेको छ केटा। तलदेखि हाँसिरहेको छ हेरेर है। के गर्नु 2 लाखतिर आएको हो। अब 2 लाख कमाउनु पर्यो, 2 लाखको ऋण त तिर्नु पर्यो। जस्तामा पठाए पनि कामै गर्नु पर्यो। माथि होस् तल होस् है, पोहोर होस् राम्रो होस् काम त गर्नै पर्यो। काम गर्दा गर्दा हप्लेस भएर पानी प्यास लाएर पानी दिने कोही पनि छैन है। माथिदेखि तल झर्नुपर्छ पानी खानको लागि। के गर्नु पानी त पिउनु पर्यो। अब चाहिँ क्रेनको काम सकिसक्यो है। अब क्रेन चाहिँ अब डाउन हुँदैछ।